यसको लागि चाहिँ अब मैले नै तपाईँलाई सरस्वती पढेर पनि सुनाएँ। अनि तपाईँलाई यो भोलि सहज हुनको लागि तपाईँलाई अप्ठ्यारो नपर्ने गरी हामीले ठ्याक्कै टिकन गरेर राखेको छौँ, एकदम सहज हुने गरी है। त्यसमा चाहिँ तपाईँको भोलिको सोधानीको लागि चाहिँ के राखिएको छ, सोधानी भएपछि 1 नम्बरमा छ कसले भेटाउने रित भनेर राखिएको छ। त्यसमा चाहिँ तपाईँहरूले 2 दुना पाकेको सुँगुरको मासु हुनु पर्यो र 1 बोतल बियर। खासमा चाहिँ 1 बोतल बियरको ठाउँमा चाहिँ सरुवार चाहिने थियो हाम्रो होइन, त्यसलाई पनि नभएर अहिले परिवर्तन भएकोले गर्दा बियरमा चाहियो। अनि 1 बोतल रक्सी र 1 बोतल बियर। अनि त्यहाँदेखि तपाईँको 1.5 मिटरको चाहिँ 2वटा खेता त्यो तपाईँहरूले लिएर आउनु। अनि 2 नम्बरमा चाहिँ राखेको छ बाटो खोलाउने सगुन 1 बोतल पनि र 1 बोतल बियर। अनि त्यसै भने सहित तपाईँहरूले जब भुँडी सिरिसकेपछि चाहिँ अब तपाईँहरूले साइडको चाहिँ अब सगुन अब साइड बनाइदिनु पर्ने हुन्छ। अनि 3 नम्बरमा गएपछि तपाईँको आमाको दुधको पात पकाउने जुन चाहिँ किला र रक्सी 1 बोतल बियर 1 कार्टुन। अनि चामल 1 पिस बोर्को यो चाहिँ आमाको सल अथवा के पनि हो। यो चाहिँ आमाको दुधको भाँडा पठाउनु दुध चाहियो, दुध चाहियो। अनि त्यसको बदली चाहिँ खिला अनि यो चाहिँ अब तपाईँको हिन्दू संस्कार गर्नेको लागि चाहिँ भने दुध चाहिन्छ। तर हामीले चाहिँ आफ्नो अनि 4 नम्बरमा चाहिँ दाजुभाइ घरधुरी जसमा हाम्रो दाजुभाइ चाहिँ 22 छ यहाँ इन्डिया नेपाल सबै गरेर त्यो चाहिँ 10को दरले ल्याउनु पर्यो, त्यो तपाईँहरूले बुझाउनु पर्यो भोलि। अनि त्यहाँदेखि 5 नम्बरमा चाहिँ फुपू र सोल्टिनी चिनाउने ढगाउने 10को दरले 150 थान 10 रुपियाँले भनेको छ है। अनि माओली री 8 बोतल बियर र 10को दरले 8 पिस पैसा 10 रुपियाँ। अनि 7 नम्बरमा छ तपाईँको काजेरी भनेको चाहिँ भोलि जुन यो बिहा भोजको लागि तल जुन खाना बनाउनेहरूको लागि उनीहरूको शिर उठाउने 551 रुपियाँ पैसा र 4 बोतल बियर प्लस 4 बोतल कोल्ड ड्रिङ्क्स। कोही नखाने हुन्छ, कोही खाने चिज चाहिँ सबैले सगुनको रूपमा अब ग्रहण गर्नु पर्यो। अनि 8 नम्बरमा चाहिँ धारण र वाग्दत्ता बोल्नलाई तामाको भाँडा 2 थान र 5 पिस ढ्याकी पैसा दुनामा राखेर बुझाउने र त्यसमा बेहुलापट्टिकोले चाहिँ कल्याले सुरुमा बोल्ने भने चाहिँ सुरु चाहिँ धारण चाहिँ तपाईँपट्टिको कल्याले अनि 9 नम्बरमा राखेको छ। अनि त्यहाँदेखि सम्झिदो र सम्झिदो 2 बोतल बियर 10को 2 पिस पैसा सम्झिदो। अनि 10 नम्बरमा दाजुभाइपट्टिको बजुलाई आशिक मगाउने 1 पिस बोर्को 2 बोतल बियर बियर र 151 रुपियाँ पैसा। यो चाहिँ तपाईँको हाम्रो अब घरको आफ्नो बाजे बोजू भएको बाजे बोजूलाई मान्थ्यो, बाजे बोजू नभएपछि हाम्रो दाजुभित्रको बजेटा हुन्छ, बजेलाई यो गर्नु पर्यो। अनि खेता अघि आइसक्यो, अगाडि उता उसको अघि भइसक्यो, त्यो डल्लेलाई हो। अनि 11 नम्बरमा चाहिँ बिदावरीलाई चाहिँ 2 बोतल बियर र 2 बोतल रक्सी राखेर चाहिँ बिदा तपाईँले लिने जम्मा 11वटा ऊ छ। त्यसभित्र चाहिँ तपाईँहरूको चाहिँ कतिसम्म पर्छ भन्दा चाहिँ 7 नम्बरसम्म चाहिँ तपाईँको सरासर चाहिँ बेहुला र बेहुली मण्डपमा नपठाइन्जेलसम्म तपाईँहरूले यो काम चाहिँ अगाडि बढाउनु पर्छ। अनि 8 अनि 9, 10, 11को भनेको चाहिँ तपाईँको त्यहाँदेखि फेरि रिटर्न आएर बागदत्ता जुन धारण काट्ने चाहिँ पछाडि हुन्छ। सबैलाई हामीले अब सबै जुन अब मिन्टेलहरूको दिले उनीहरूलाई अब त्यस
भनौँ न अब आशीहरू दिइसकेर सबै टिका तालहरू भइसकेर अन्तिममा चाहिँ भाइको छिनेर चाहिँ जाने हुन्छ। अनि यो तपाईँहरूले पनि सोही हेर्दै माग्नको लागि तपाईँलाई पनि एक राखिएको छ। होइन तपाईँ याद राख्नु सक्ने कुरा आएन। यो चाहिँ तपाईँले लिएर जानु होला र यति चिज चाहिँ तपाईँले आज गएर त्यहाँको जुन हाम्रो अब जुन कुटुम्बलाई तयारी गरिदिनु पर्यो भनेर तपाईँले भन्नु होला। यसो तपाईँले अप्ठ्यारो नमान्नुहोस्, किनभने लगभग देखावटी मात्रै हाम्रो जुन भागी बिहा, तर यी चिजहरू म्याक्सिमम् चिज चाहिँ गइसकेको छ तल र तयारी पनि भइसकेको होला। त्यसमा थप इन्केस भयो भएन त्यति पिस भनेर तपाईँले गएर रिचेक गराउने मात्रै हो। लगभग यसको लागि पनि तपाईँले सजिलो बाटो बनाइसकेको छ। ल बसेर पनि हामीले दिएर चाहिँ उहाँले कतिवटा अब विषय गरेर छोरासँग चाहिँ हेरेर त्यो फोन अनि यता छेउतिर राख्नु भने सबै सबैले चलाउनु हुन्छ है। कति बजी सामान हो तपाईँ कति बजी सामान अब यसको लागि हामी अब अहिले अब सल्लाह गर्छौँ यति बजी उति बजी भनेर मलाई यसो विचार गर्दा तपाईँहरू अब तल अलिक टाढै छ भने 2 घन्टा त लाग्छ होला गाडीमा होइन। 2 घन्टा झन्डै 2.5 घन्टादेखि माथि जाममा परेन भने चाहिँ 2 घन्टा होला, पऱ्यो भने अलिक माथि मोटामोटी 3 घन्टा के हुन्छ भने लगभग अब कोही धेरै नै ढिलो हुँदा पनि अब यता सबै कति बजी समय त छिटो आएको राम्रो, छिटो आयो भने अब छिटो फर्किनु छिटो आउँछ क्या छिटो छिटो आउनु पर्यो होइन। ढिलै हुन्छ तपाईँको खाना प्रस्तुत गर्नलाई पनि टाइम लाग्छ अनि फेरि तपाईँको टिका टालो पनि टाइम छ। अब यो गर्नु अब उता छैन भने छिटो आउँदा भयो नि। तल अब तपाईँको उताको कार्यक्रम छैन भने यता मात्रै हुन्छ। छिटो आउँदा भयो, बेलुका गएर तयारी गऱ्यो, भोलि बिहान छिटै हिँड्दा भयो। उता छैन अब उहाँ गएर बेलुका सबै तयारी गरेर तपाईँले त जाने आउने हुन्छ सबै यति बजी राख्नु यहाँ नभए हामी त्यहाँ हिँड्छौँ तपाईँले तयारी गरेर त्यहाँ त घरको मान्छेको तपाईँहरूको लाग्छ आइन्दा तपाईँहरू पनि यहाँ हुनुहुन्छ। त्यसो हुन्छ जानु दाहिने हाम्रो चाहिँ दाहिनेको हुनुपर्छ। त्यतै भएर Espasamos ke mabelakin kiri gulai nempa merokok itu. Mainlah tabanai mai piknare. Mana cakap पाउँदैन नि त पाउँदैन तपाईँले यसो दाहिने Atau kakakmu mau ke Mampin? अब यो सगुनको लागि खोइ अब कान्छीहरू कता गए ल हुन्छ नि है। अर्को गीत अर्को फेटा त भाइ फेटा होइन ऊको भनेको कदाको भनेको त फेटा भनेको
अनि यो रेकर्ड हुँदैछ के छ हेर्नु त रेकर्ड हुँदैछ के छ कसरी थाहा भयो ए होइन कसरी थाहा भयो हुँदैछ छैन तपाईँको त कागज हेर्नु होला है कागजमा पहिलो खालको भनेको पत्ता पत्ता केही पनि चाहिँदैन है हामीले दिएको छ हामी भनिहाल्छौँ है तपाईँको जुन पहिलोपल्ट पहिलो 1 नम्बरमा लेखेको चिज चाहियो किनभने अब यहाँ त भएन ड्युटी त बाइक अन्त अब पनि आफै भन्नु पर्ने स्थिति आयो अब त्यो तपाईँको तयारी राख्नुहोस् है एकछिनलाई तपाईँको पनि छेउमा राख्नुहोस् जोडी पारेर राख्नुहोस् खरा होइन खेता भनेको छु खरा होइन खेता कसले भेटाउनुलाई एक जोड खेता भनेको पानीले त होइन अब त्यो केराको पत्ता ल्याउनु होला केराको पत्ता सबै खाइदिन्छ है राई जातिको चाहिँ केराको पत्ता पाउँछ कि तर हामीले चाहिँ यो अब कुन चिजको जग्गामा चाहिँ केराको पत्ता अहिले नेभाएर अब त्यो सबै पत्ता यही चिजहरू जुन पनि पत्ता अगाडि चल्यो होइन तपाईँको मलका पत्ता हामीले भनेको मेन अब तपाईँ हो लाइक मेन कसले हामीले जम्मा 2 जना मात्रै भएको है तपाईँ हो एकजना सरकार एकजना हो राई मात्रै तपाईँ हो त्यो अरूले बनाइदिनुहोस् त्यो पत्ता राई बनाइ टोपी है आज तपाईँलाई फाइन हान्ने चाहिँ मैले टोपी चाहिँ नभएर टाउकोमा खाने टाउको होइन हामी जस्तो भने यहाँ रहे पनि जाने पनि हामी जसरी हाम्रो पैसा नेपाली हो नि त
यसलाई ढाकेर हुन्छ ल अब तपाईँहरूले अब बेहुलीपट्टिको कल्ले हिजो हामीले चिनाइसकेको तपाईँले ल्याउनु भएकोलाई फेदा सेम त्यस्तै गरी तपाईँलाई लगाइदिन्छ सानो पठाउनु ठुलो सम्मान भनेर यसलाई चाहिँ अब पर्वतकै भाषामा चाहिँ छेता भन्यो भने हाम्रो चाहिँ पौवारी अब चाहिँ बेहुलीपट्टि भएर है तपाईँहरूले दुईजनाले आफ्नो एकले अर्कालाई गर्दा उहाँलाई फेरि तपाईँले फेरि उयो चल्दैन उहाँले यो एक्सपिसमा उहाँलाई अनि तपाईँ मसित खाने छ पछि पर्छ यो दुईको पर्छ तपाईँले दिएला पनि एउटा साथीलाई तपाईँले तपाईँको सेम तपाईँले त्यो कसले कसले सेयर गरेर अब खानुहुन्छ है तपाईँको चाहिँ अलिकति कसो भने तपाईँको यो ठाउँको लागि चाहिँ अलिकति नौलो खाएको दिइहाल्यो संस्कार यतै दिन्छु यो चाहिँ तपाईँको कल्लेको चाहिँ बाटो चलाउने सिर अब तपाईँले होइन तपाईँले पनि सुरु गर्दा यो माथि चाहिँ यता उहाँले दिनुहुन्छ तपाईँले पहिला यता काका यता चाहिँ बेहुली काकाको यता चाहिँ बेहुलीको मामा छ मामा त्यो चाहिँ तपाईँले खुवाइदिनुहोस् ल अब चाहिँ तपाईँहरूको यसो गर्नु अब एकछिन तपाईँले पर्खिनुहोस् तपाईँहरूले सेकेन्डमा के लेखेको छ त्यो तयारी गरेर तपाईँहरूको जति सबै
बोलाउनु अब सेकेन्डको 2 नम्बरमा लेखेको चिज पनि तयारी गर्नु तपाईँहरू अब होइन त्यहाँ तपाईँको नि पनि राख्नुपर्छ तपाईँको जन्ती सबै बोलाउनु तपाईँले लिएर आउनु उहाँले 2 नम्बरको चाहिँ उहाँले तयार गर्नुहुन्छ उहाँ आवेदनपट्टि यही हो सबै यहाँ ठ्याक्क तयारी गरेर मान्छे टक्क राख्ने हिसाब हो राख्ने हिसाबले चाहिँ तपाईँले तयारी गर्ने तपाईँको जन्ती सबै बोलाउनु अनि तपाईँहरूले चाहिँ हामी लिएर आउने उयो छ यो काट्नु नै पोत गर्ने काट्नु नाति नै यता हेर्नु हेलो हाम्रो नानाहरू के गर्दै हुन्छ अहिले म त उयो गरेको थिइनँ त अघि आएछु One okay. Come on, not. Chicago. Hello. Huh?